तपाईहरुलाई म एउटा कुरा भनिदिन्छु, यो कपी कलम लिएर बस्ने बानी छ कि छैन तपाईहरुको? मेरो त लेखेर पढ्ने बानी छैन भन्नुहुन्छ भने त्यस्तो हैन, तपाईले लेखेर पढ्ने बानी पनि बसाल्नु पर्छ। किन त्यस्तो? तपाईले लेखेर पढ्ने बानी बसाल्नु भयो भने तपाईको कुराहरु कपीमा निस्किन्छन्, दिमागमा मात्रै बसिराख्दैन र तपाईको चाहिँ दिमागमा राख्ने क्यापासिटी चाहिँ अझै इन्क्रिज हुन्छ। ब्रेनको तपाईको चाहिँ एफिसिएन्सी अझै राम्रो हुँदै जान्छ यदि तपाईले आफ्नो कुराहरुलाई कपीमा टिप्दिनु भयो भने। त्यो कसरी हुन्छ त भन्दा तपाईको चाहिँ दिमाग चाहिने कुराको लागि चाहिँ प्रिपेयर हुन्छ, चाहिने कुराहरुको लागि चाहिँ खाली भएर बस्छ। अरु सबै कुराहरु तपाईले कपीमा लेखेको छु है भन्ने हुन्छ। त्यसैले गर्दा नचाहिने कुराहरु जे चिज पनि तपाईको प्लान गर्दा होस् या एभ्रीथिङ केही चिज पनि तपाईले कपीमा लेख्नु भयो भने ढुक्क हुन्छ। ती कुराहरुलाई दिमागमा राखेर बसिराख्नु पर्न। त्यसले गर्दाखेरि आजको काम गर्ने बेलामा, आज कुनै टपिक पढ्ने बेलामा त्यो तपाईको दिमाग चाहिँ फ्री हुन्छ, मेमोरी सेन्टर फ्री हुन्छ र त्यो चिजमा मात्र फोकस हुन पाउनुहुन्छ। तपाईको डिस्ट्र्याक्सन कम हुन्छ त्यसले गर्दाखेरि। ओके, त्यसैले टिप्ने तपाईको टिप्ने बानी चाहिँ बसाल्नु होला, टिप्ने बानी बसाल्नु होला, एकदमै राम्रो बानी हो।